सङ्घर्ष गर्नै पर्छ सङ्घर्ष नगरिकन पोजिटिभ हुँदैन केही सङ्घर्ष नगरिकन पोजिटिभ चाहिँ हुँदैन यो हाम्रो जीवन नेचर हो प्रकृतिले दिएको उपहार अब हामी कसरी नेगेटिभबाट पोजिटिभ हुने त म यहाँलाई सामान्य अलिअलि केही माइन्ड सेटहरू बताउँछु ओके मन दुई प्रकारका हुन्छन् यसो सुन्नु भएको छ तपाईँले कहिले एउटा कन्सियस माइन्ड जुन तपाईँ थाहा पाएर गर्नुहुन्छ सबकन्सियस माइन्ड जुन हजुर थाहा नपाइकन गर्नुहुन्छ हजुरले गर्ने प्रत्येक दिनका क्रियाकलाप 40% क्रियाकलाप हजुरले थाहा पाउनुहुन्न हजुरले सुरुमा मोटरसाइकल कुदाउँदाखेरि अथवा साइकल कुदाउँदाखेरि कसरी सिक्नु भएको थियो अहिले साइकल कुदाएको तपाईँलाई थाहा हुँदैन थाहा हुन्छ मोटरसाइकल कुदाएको स्कुटर कुदाएको कसैलाई थाहा हुन्छ थाहा नपाइकन गरिने कामहरू सबकन्सियस माइन्डले गर्छ भने तपाईँले थाहा पाएर गर्ने कामहरू कन्सियस माइन्डले गर्छ हजुरले सबकन्सियस माइन्डमा कुनै कुरा राम्रा कुराहरू लानका लागि बानीको रूपमा त्यसलाई परिणत गर्नुपर्छ बानीको रूपमा हजुरले परिणत गर्नु भने ती चिजहरू राम्रा कुराहरू सबकन्सियस माइन्डमा जान्छन् र हजुर पोजिटिभ माइन्ड सेट भएर अगाडि बढ्नु हुनेछ